हेर्नु गाइस मैले म यहाँ आएर घट्छु कि भनेको त झन् त मोटिँदैछु हौ के भएको मामाहरूलाई चटपटी खुवाउँछु भनेर पुरै धाक लाउँदै आउँदै थिएँ। कस्तो चटपटी खानु मन छ? गिल्ली मिठी पिरी पिरी Hello everyone, Sewa and Namaste, welcome back to my YouTube channel. I hope हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ हामी रुममेटको कामहरू नभएर यतिकै मामाको रुमतिर डुल्न जाँदैछौँ साथीहरू मिकेसँग। त्यस्तो त म त होला ठुलो छ मेरो के आएको कस्तो लाग्छ? कस्तो अनुभव हुँदैछ भाइ मामाको रुम जाँदा? आमामा के खानु होइन अब 40 रुपियाँको पाँचको आउने भए त के खान्छ होइन? त्यति साह्रो केही आउँदैन। म यहाँ आएर घट्छु कि भनेको त झन् त मोटिँदैछु हौ के भएको? मलाई अस्तिको भन्दा झन् त मोटिसक्यो त भाइ। मिक्सन फेरि घटेको देखेर मिक्सन अनि के खाएर यति साह्रो घटेको? जाउन ठुलो पुग्नुपर्छ कि मामाको रुममा छिटो फर्किनु लौला छिटो होइन न पर खाँदा भएन तिमीलाई चाहिँ के भयो त? केही भन्नु मन छ भन न। ठिकै छ होइन कि अब तिमीलाई मनमा के लागेको छ तिनीहरू चाहिँ भन न भन्नु खोजेको छु मैले। मलाई एउटा दाजुले त्यति खोज्ने 10,000 दिनु भएको छ। कसले? मामाले। कसले हौ? त्यो हौ त्यो के भन्नुहुँदै थियो? भक्ति मामको दाजु अरे? यो भाइ त नसुनि छ न भाइ त छ्याचुप लागिन यस्तो फटा छ मैले के गरेँ तिमीलाई? के गर्यो अरे? सुन न मेरो कुरा चाहिँ तिमी त होइन मान्छे पनि मान्छे फटायो भयो भने चाहिँ नि सोच पनि फटायो हुन्छ रहेछ कि किन भन न? तिमी मान्छे पनि फटाएको छौ होइन? तिम्रो सोच भने एकदम सोच्नै नसकिने फटाएको काम छिटो राम्रो काममा गरेको पो त्यो मेरो घर पनि थाप्नु त के चोरेर फटा गरेर त्यस्तो गरेर गर्दा के काम? यस्तो गुहेहरू पनि म त यी गर त यी गर न हेरेर यी गर छ्या यी गर त यी सेम यो त उयो हाम्रो घरमा यस्तै एउटा सुँगुरको दाग छ नि। भाइ सुन न भाइ नबोल्ने तिमीलाई नम्बर दिनु कहाँ हो आउन भने मामा कान्छेले किनिदिन्छ के छिटो आउन मामालाई किन्नुपर्छ के कस्तो कुरा त्यसरी भन्नु न किनिदिनुहुन्छ कि मामा चटपटी खाना भन्नुपर्छ कसरी अनि मामाले पनि मागेपछि त किन्नुहुन्छ होला त हौ माथि कस्तो भन्नु तिमीले कस्तो बाटो हेर्दैन न केहरू रहेछ कस्तो फटा छ कि यो हाम्रो त अब यहाँबाट मामाको रुम चाहिँ आफ्नो खुबी हो नि आफ्नो खुबी हो नि कसरी गरेर पनि भयो त अहिले म साँच्चै म बाइकदेखि चम्न लगाऊ तिमीलाई त बाइकदेखि चम्न लगाऊ तिमीलाई भाइ के पनि खानु भरे फर्किन खानुपर्छ के खाने भनेको नि यहाँ हेर यहाँ त मेरो कुरा सुन
त रिस उठिसक्यो है भाइ आइहाल्छ नि देखो यो मैले बनाएको यो कुकुर चाहिँ तिम्रो मिता है तपाईँको तिम्रै हो ला यता हो क्या भाइ होइन नि ए हो त म त होइन जस्तो लाग्यो के होइन गरिब पिया तिमी त ठुलो कहिले पनि हुँदैन किन भन न बन्दरको बच्चा सो हामी चाहिँ मामाको रुम आइपुगे मामाको रुममा हुनु न हौ हुनु न कता यहीँ लुक्नु भएको छ हौ यहीँ यी चप्पलहरू यहीँ छ यस्तो फोहोरी पारा बस्नुहुन्छ है मामा दा मामा छिटो निस्किनु है हजुर हुन्छ आन्टी आउनु भएन हौ तँलाई चाहिँ खानु पैसा 20 रुपियाँ लाउँछ खानु पर्छ फेरि बसर माथि गएर मामा चटपटे ल्याइदिनु है हिँड्न नखाउँछु भन्छु चटपटे ल्याइदिनु ल एक बोरा ल्याइदिन्छु साँच्ची भनेको हौ त्यही त हिँड्न माथि ल्याइदिनु हुन्छ नि अनि फिक्स ल्याइदिनु पर्यो नि चटपटे चाहिँ ल्याइदिनु हुन्छ तिमीले केसरी खानु त मलाई मामाहरूलाई भेट्यौँ अनि त्यसपछि अब चाहिँ रुम जाँदैछौँ मामाहरूको अगाडि मलाई बोल्नु कस्तो डर लाग्यो भन्दा पनि अलिक कस्तो लाग्छ नि त अनि त्यही भएर बोल्दिनँ अनि आफ्नै रुम जाँदैछौँ मामाहरूलाई चटपटी खुवाइ माग्छु भनेर पुरै ढाक लाउँदै आउँदै थिएँ चटपटी खाने भन्दै नखाने भनेर हामी चाहिँ आइगएको के गर्नु त हौ के गर्नु निकै भाइ मलाई माथि रिचार्ज किन्ने हो पैसा दिन्छु ल रिचार्ज पाइन्छ हाल्नु मिल्छ सबले हुन्छ मामुला है तिमी रिचार्ज हाल्नु मिल्छ नम्बर चाहिन्छ तर के हुन्छ अरे रिचार्ज चाहिन्छ रिचार्ज होइन नम्बर चाहिन्छ अन्त नम्बर दिन्छु अनि त्यसपछि तिमी लगाएर ल्याइदेऊ ल मलाई पैसा पनि ल 5 रुपियाँ तिमीले थपेर किनिदिनु सक्दैन मलाई रिचार्ज तपाईँ त उति त्यस्तो गर्नुहुँदैन हौ भाइ के खाँदै जानु त्यस्तो त्यो मान्छेलाई त्यो छ्याक्कै पढेर बोक्छ भने त्यस्तो नचर्नुपर्छ अब तिमीलाई ड्युटीमा पनि पैसा के बोल्नुहुँदैन कस्तो मान्छे तिमी नबोलिन त्यस्तो बोल्नुहुँदैन है भाइ बाटोमा चटपटे खान्छ म हरा भुजा लैजाऊ अनि मजाले बनाइखानु ल भुजा कति भुजा मसँग चाहिँ पैसा कति जति भयो नि ल तपाईँको पैसा ल चटपटे घरमा गएर बनाइखानु भनेर यहाँ चाउहरू लिएर घर जाँदैछु अनि कस्तो चटपटे खानु मन छ गिल्ली मिठी पिरी पिरो सुक्खा खाने ओके 30 40 50 60 70 को सामान्य ए त्यसो गर्दैन कि होइन आन्टीले भएर गराउनु हुन्छ नि त यो चाउचाउमा त्यो रम्फा मिसाइदिउँ ल यो चाउचाउमा त्यो रम्फा मिसाइदिउँ ल अनि यो चाहिँ यो चाहिँ ए रुम आइपुगिसक्यो त नि अब के गर्नु आन्टीले गराउनु भयो भने चुपै बस्नुपर्छ अनि म चाहिँ ल
यस्तो गर्छ क्या नि केटा नि Mami Rani? फिर आते हैं स्विफ्ट नेक्स्ट फिर भी ये कभी मिस्टर रबिया नहीं बन पाए और आज ये बनने को मौका अपने हिसाब से रिटायर होने के बाद कैसे बनाई गई थी नंबर 1 माइनक्राफ्ट मूवी का जो साउंड है इंक्लूडिंग माइनक्राफ्ट गेम ल साथीहरु हामीले चटपटेहरु बनाइ खाइसक्यौं अनि छिटो भाँडाहरु पनि धुइसक्यौं अनि तपाईहरुले अहिलेसम्म भिडियो हेर्दिनु भएकोमा तपाईहरुलाई धेरै भन्दा धेरै धन्यवाद अनि भिडियो कस्तो लाग्यो कमेन्ट पनि गरिदिनु होला अनि साथसाथै लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गर्नु चाहिँ नभुल्नु होला। बाइ बाइ।